फेसबुकले दिएको च्यालेन्ज तपाईहरुकोमा आयो कि आएन? 28 दिनमा 3 लाख भ्युज कम्प्लिट गर्ने जुन च्यालेन्ज आएको छ त्यो तपाईहरुले कतिले कम्प्लिट गर्नुभयो कि भएन? 28 दिनमा 3 लाख भ्युज पुर्याउनु त एकदमै गाह्रो रहेछ, स्पेशली हामी जस्तो नयाँ कन्टेन्ट क्रिएटरहरुलाई चाहिँ जो पहिलेदेखि नै गरिराख्नु भएको छ उहाँहरुलाई त एकदमै सजिलो भयो। तर जो हामी नयाँ हुन्छौं उहाँहरुलाई चाहिँ 28 दिनमा 3 लाख पुर्याउनु त एकदमै गाह्रो हो। अहिले फेसबुकमा दुई तरिकाले मोनेटाइज गर्न सकिन्छ फेसबुक आईडी। एउटा हो तपाईको पहिलाको नै छ जो कि 10,000 फलोवर्स र 1.5 लाख भ्युज, र जो अहिले चाहिँ दिएको छ च्यालेन्ज जो कि एकदमै 10,000 फलोवर्स त चाहिँदैन, त्यही नि तपाईको 3 लाख भ्युज पुरा गर भनेको छ, त्यो पनि 30 दिनमा। यो पनि अलिकति टफ नै हो, अलि गाह्रै छ। हामी जस्तो स्पेशली नयाँ युजरहरु नयाँ क्रिएटरहरुको लागि त एकदमै गाह्रो नै हो। डेली पोस्ट गरेर मात्र पनि भ्युज आउने होइन, यस्तो टपिकमा भिडियो बनाउनु पर्यो जसले गर्दा मान्छेले हेरुन्, मान्छेले मन पराउन्, त्यस्तो विषयमा भिडियोहरु बनाउनु पर्यो। डेली पोस्ट गरेर मात्र हुँदैन, यदि ऑडियन्सले मनै पराएन भने त्यो कामै छैन पोस्ट गरेर। मान्छेहरुले कस्तो टाइपको भिडियोहरु मन पराउँछन्, कस्तो टाइप मान्छेहरुले हेर्छन् त्यो चाहिँ हामीले सुरुमै थाहा हुँदैन, हामीलाई चाहिँ ऑडियन्सबाट नै थाहा हुने हो। त्यसको लागि चाहिँ तपाईहरुले 6-7 वटा भिडियो डिफ्रेन्ट टाइपको बनाउनु, किसिमको 6-7 वटा भिडियो बनाउनु र सबै भिडियोमा कुनमा चाहिँ बढी भ्युज आएको छ त्यही हिसाबले चाहिँ अघि बढ्ने। 2026 को रुल्स अनुसार चाहिँ के रहेछ भने तपाईको 3 सेकेन्ड हुक चाहिँ एकदमै स्ट्रङ बनाउनु पर्दो रहेछ। तपाईको 3 सेकेन्ड हुक एकदमै स्ट्रङ छ भने चाहिँ त्यसमा भ्युज आउँछ। सुरुमा स्ट्रङ हुक छैन भने चाहिँ तपाईको भिडियोमा भ्युज आउन एकदमै गाह्रो छ। अनि हुने भनेको के हो, 200-300 भ्युज आउँछ र त्यसैमा स्टक हुन्छ। यो चाहिँ मैले अनुभव गरेको छु कि जस्तो पाए त्यस्तै भिडियो पोस्ट गरेर भ्युज नआउने रहेछ। त्यसको लागि चाहिँ अलिकति स्ट्रङ हुक हुनु पर्यो। भिडियोमा पनि अलिकति केही नलेज अथवा कमेडी छ अथवा कुनै विषयमा छ भने त्यो विषयलाई एकदम क्लियरली बुझाउनु पर्यो, देखाउनु पर्यो। कतिपयले फेक भिडियो पनि बनाउनुहुन्छ के रे, थम्बनेल एउटा एक किसिमको हुन्छ, भिडियो एक किसिमको हुन्छ, अनि त्यो मिलेन, अनि त्यो हिसाबले राइट ऑडियन्समा भिडियो पुग्दैन र एल्गोरिथमले के भन्छ भने तपाईको यो स्क्याम भिडियो हो, त्यसले गर्दा ठुलो ऑडियन्समा भिडियो शेयर गर्दैन। तपाईको भ्युअर्सहरुलाई कस्तो भिडियो मन पर्छ भन्ने कुरा तपाईको फेसबुकले, टिकटकले, युट्युबले आफैले नै दिएकै हुन्छ। तपाईको स्टुडियोमा गएर हेर्नुस्, त्यहाँ सबै नै डिटेल दिएकै हुन्छ। तपाईहरुको कस्तो ऑडियन्सले भिडियो कस्तो मन पराइरहेको छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ।